सन् 1989 मा इरानी क्रान्तिका प्रवर्तक अयातोल्लाह खामेनीको मृत्युपछि अयातोल्लाह अली खामेनीले सर्वोच्च नेताको रूपमा सत्ता सम्हाले। त्यतिबेला विश्व शीतयुद्धको अन्त्यतिर थियो, तर मध्यपूर्वमा एउटा नयाँ र भयङ्कर शत्रुताको जग बसिसकेको थियो। इरानले इजरायललाई सानो शैतान र अमेरिकालाई ठुलो शैतानको संज्ञा दिँदै आफ्नो विदेश नीतिलाई इजरायल विरोधी केन्द्रमा राख्यो। सुरुवाती दशकमा यो लडाईँ सिधै मैदानमा नभई वैचारिक र कूटनीतिक मोर्चामा थियो। अमेरिकाले इरानको अर्थतन्त्रलाई कमजोर पार्न सन् 1995 मा कडा प्रतिबन्धहरू लगायो, जसले गर्दा इरानले आफ्नो अस्तित्व रक्षाको लागि क्षेत्रीय स्तरमा प्रोक्सीको नेटवर्क बनाउन सुरु गर्यो। नयाँ शताब्दीको सुरुवातसँगै इरानले गोप्य रूपमा परमाणु कार्यक्रम अगाडि बढाएको तथ्य बाहिर आयो। सन् 2002 मा नतन्ज परमाणु केन्द्रको खुलासा भएपछि इजरायल र अमेरिकाको निद्रा आराम भयो। इजरायलले यसलाई आफ्नो अस्तित्वमाथिकै खतरा मान्यो। यसैबीच सन् 2003 मा अमेरिकाले इराकमा आक्रमण गरेपछि इरानले छिमेकी देशहरूमा आफ्नो प्रभाव विस्तार गर्ने सुनौलो मौका पायो। यो दशकको सबैभन्दा रोचक पक्ष साइबर युद्ध थियो। सन् 2010 मा अमेरिका र इजरायलले स्टकनेट नामक कम्प्युटर भाइरस प्रयोग गरेर इरानको परमाणु सेन्ट्रिफ्युजहरूलाई ध्वस्त पारिदिए। यो विश्व इतिहासकै पहिलो यस्तो घटना थियो जहाँ सफ्टवेयरहरूले भौतिक हतियारको काम गरेको थियो। यसले युद्धको परिभाषा नै बदलियो। अब लडाईँ ट्याङ्क र प्लेनबाट मात्र होइन, कोड र प्रोग्रामिङबाट पनि हुन थाल्यो। सन् 2011 को अरब स्प्रिङपछि सिरियामा सुरु भएको गृहयुद्धले इरान र इजरायललाई अझ नजिकायो। इरानले सिरियाली राष्ट्रपति बशर अल असदलाई जोगाउन आफ्नो सेना र हिजबुल्लाह पठायो, जसलाई इजरायलले आफ्नो सीमा नजिक इरानी उपस्थिति मान्दै सयौं पटक हवाई आक्रमण गर्यो। सन् 2015 मा बाराक ओबामाको पालन भएको ऐतिहासिक परमाणु सम्झौताले केही समयको लागि युद्धको बादल हटाएको भान भयो। तर सन् 2018 मा डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई अलग गराएपछि तनाव फेरि उत्कर्षमा पुग्यो। सन् 2020 को सुरुवातमै अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीको बगदादमा हत्या गरेपछि इरानले पहिलोपटक अमेरिकी सैन्य बेसमा सिधै मिसाइल प्रहार गर्यो। यो घटनाले छाया युद्धको पर्दा च्यातिदियो। सन् 2023 को अक्टोबर 7 मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको सन्तुलन पूर्ण रूपमा बिग्रियो। इजरायलले गाजामा युद्ध सुरु गरेपछि इरान समर्थित हिजबुल्लाह, हुथी र इराकका मिलिसियाले इजरायल र अमेरिकी बेसहरूमा निरन्तर आक्रमण गरिरहे। सन् 2024 को अप्रिलमा इजरायलले सिरिया स्थित इरानी दूतावासमा आक्रमण गरेपछि इरानले आफ्नो माटोबाट पहिलोपटक इजरायलमाथि सयौं ड्रोन र मिसाइलले आक्रमण गर्यो। पछिल्लो 24 घण्टाका रिपोर्टहरू त झनै अकल्पनीय छन्। अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि हुनुले यो द्वन्द्वलाई यस्तो मोडमा पुर्याएको छ जहाँबाट फर्किने बाटो छैन। अमेरिकाले 3 सैनिक गुमाएको र इजरायलले इरानको रणनीतिक र मिसाइल साइटहरूमा कार्पेट बमबारी गरिरहेको अवस्थामा यो पूर्ण स्तरको विश्वव्यापी सङ्कटको सङ्कट दिएको छ। खामेनीको मृत्युपछि अब यस्तो एउटा राजनीतिक रिक्ततामा छ। अबको घटनाक्रमले 3 मध्ये एउटा बाटो रोज्नेछ। इरानभित्र लामो समयदेखि तन्किएको असन्तुष्टिको ज्वाला जस्तै वुमेन लाइफ फ्रिडमले आन्दोलनले फेरि बल्झिन सक्छ। नेतृत्वको अभावमा जनताले इस्लामिक शासन विद्रोह गर्ने अमेरिका इजरायलले त्यसलाई सघाउने सम्भावना छ। यो बेस्ट केस हुन सक्छ यदि यसले लोकतन्त्र ल्यायो भने। खामेनीको मृत्युको बदला लिन इरानले रिभोल्युसनरी गार्ड IRGC ले आफ्ना सबै प्रोक्सीहरू हिजबुल्लाह, हुथीलाई अमेरिका अथवा अमेरिकी स्वार्थमाथि आत्मघाती आक्रमण गर्न आदेश दिन सक्छ। यसले लेबनान, सिरिया र इराकलाई पनि युद्धको राहमा हुनेछ। यदि इरानले प्रतिशत स्वरूप स्ट्रेट अफ हर्मुज, जहाँ विश्वको 20% तेल आपूर्ति हुन्छ, त्यसलाई बन्द गरिदियो भने विश्वभर तेलको मूल्य प्रति ब्यारेल $200 नाग्न सक्छ, जसले नेपाल जस्ता देशहरूमा महँगीलाई नियन्त्रण बाहिर पुर्याउनेछ र सुनको भाउ आकासिनेछ। सन् 1989 देखि सुरु भएको यो गाथा अहिले पनि अन्तिम अध्यायतिर बढेको देखिन्छ। अयातोल्लाह खामेनीको युग समाप्त हुनु भनेको मध्यपूर्वको भूगोल र राजनीतिमा आउने यस्तो भूकम्प हो। अमेरिका र इजरायलले इरानको सैन्य शक्तिको शीर्षदन्त गरेका छन्, तर यसले ल्याउने आफ्टर सकले कति देश र कति निर्देशको ज्यान लिने हो त्यो आगामी केही हप्ताको घटनाक्रमले तय गर्नेछ। विश्व अहिले यस्तो मोडमा छ जहाँ कूटनीति कि त पूर्ण रूपमा असफल भइसकेको छ कि त एउटा नयाँ विश्व व्यवस्थाको लागि कठोर पर्सपीडामा छ। धन्यवाद।